तपाईकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, म तपाईकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चीकै यति निरीह र असफल भइसकेको हो? के राज्य साँच्चीकै निरीह असफल भएको हो? के आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउँछ? कि आफ्ना पीडा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आउँछ? यदि होइन भने यस्ता हृदयघात घटनाहरू किन पटक पटक दोहोरिरहेका छन्? यदि होइन भने यस्ता हृदय विदारक घटनाहरू किन पटक पटक दोहोरिरहन्छन्? सभामुख महोदय मार्फत म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन। प्रधानमन्त्रीज्यू, अब कालो चस्मा खोल्नुहोस्। प्रचारका रङ्गले यथार्थ ढाक्न सकिँदैन। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गर्दैनन्। सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सृजना गर्छ, सुशासन कायम गर्छ र नागरिकमा भविष्यप्रतिको भरोसा जगाउँछ। सुरक्षा त तब महसुस हुन्छ जब